साथीभाइहरू सबैलाई नमस्कार। म अहिले कोस्टान्साको ब्ल्याक्सी भन्ने ठाउँबाट बोल्दैछु अहिले तपाईँहरूलाई यो गर्दैछु। आज यहाँको अलि गर्मीको माहौल सँगै गर्मी मौसम सुरु भए लगत्तै यहाँको माहौलहरू यस्तो भइरहेको छ। सबैलाई म यो जानकारी गराउन चाहन्छु। गर्मी सुरु भयो, धेरै ठाउँबाट धेरै उसबाट आइरहेका छन् र म अहिले ब्ल्याक्सीको त्यो उसबाट साथीभाइ आज छुट्टीको दिन पनि सबैजना घुम्दै आएको। यहाँ यसरी मेरो दाइ हुनुहुन्छ, उहाँ यहाँ बहिनी साह्रै लजाउने बहिनी जेठन्ची त फर्किनु। अनि हामी सबै साथीभाइहरू सबै यसरी आज कोस्टान्साको ब्ल्याक्सी उसमा घुम्न आएको। रमाइलो छ सबैजनालाई। अनि अर्को महिनादेखि यहाँ अझ धेरै गर्मी हुने भएको कारणले गर्दाखेरि यहाँको लगभग फाटफुट यहाँको माहौलहरू अब तात्तिँदै जाँदैछ। सबैजनाले जो रोमानियामा हुनुहुन्छ उहाँहरूलाई सबैलाई गर्मीमा अब भइसकेपछि पौडी खेल्नको लागि सबैलाई स्वागत गर्न चाहन्छु। सबैले मेरो भिडियो हेरेर लाइक सेयर सब्सक्राइब सबैले गरिदिनु होला। धन्यवाद।